दाङको तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 14 स्थित भोजपुर र बाँकी जोड्ने झोलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिलीबहादुर चौधरीले पुलको उद्घाटन गर्नुभएको हो। पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले विगतमा आफू सामाजिक क्षेत्रमा क्रियाशील रहँदा वर्षा र बबैका कारण हालका तुलसीपुर 14 र 15मा निकै शास्ति खेप्नु परेको बताउनुभयो। वर्षाको समयमा आवाजावत नै बन्द हुने भएकोले ती क्षेत्रको विकास र पुल नभई हुँदैन भन्ने ठानेर ग्वारखोला लगायत बबैका विभिन्न ठाउँमा पुल निर्माणमा आफूले पहल गरेको पूर्व मुख्यमन्त्री चौधरीले बताउनुभयो। बबै तरेर गए पनि ग्वारखोलाले बगाउँछ कि भन्ने त्रास उत्तिकै हुन्थ्यो। उहाँले भन्नुभयो, ग्वारखोला र मटेरामा पुल बनाएपछि अहिले वर्षामा पनि ढुक्कले यात्रा गर्न सहज भएको छ। त्यतिखेर आफूले तुलसीपुरबाट छिरिसकेपछि रिङरोड टाइपको होस् भन्ने हेतुले ग्वारखोलादेखि बबैमा पुलहरू निर्माण गरेको चौधरीले बताउनुभयो। तुलसीपुरबाट ग्वारखोला हुँदै बबै वा भोजपुर छिरिसकेपछि एकैचोटि मानपुर निस्किने सडकहरू होस् भन्ने सोचले काम भएको हो उहाँले भन्नुभयो। त्यसरी कल्पना गरेर ठुला 3वटा पुल निर्माण भएका हुन्। बबै नदीमा पुल तल बनाएर माथि किन नबनाएको, यो थारूको आँखा फुटेको छ क्या हो पनि भन्ने गर्थे चौधरीले भन्नुभयो। तर मैले भन्ने गर्थेँ, एका बिहानै गाउँबाट बजारमा दुध बेच्न जाने दिदी बहिनीहरू, विद्यालय आवतजावत गर्ने विद्यार्थीका लागि सोचेर पहिले तल बबै नदीमा पुल बनाएको हो। पछिल्लो समय ग्वारखोलामा मात्रै 3वटा पुल निर्माण भएको हुँदा आज यातायात सहज भएको उहाँले बताउनुभयो। 2070 सालमा बबैमा आएको ठुलो बाढीले गरेको क्षति, बबैले पुर्याएको क्षति भएका ठाउँहरूमा सबै नापेर तटबन्धन गर्ने काम सुरु भएको चौधरीले बताउनुभयो। त्यसबाट ढकनादेखि लोहा डबरासम्म तटबन्धन गर्नुपर्छ भन्ने देखिएपछि सोही अनुरूप काम भएको हो। पूर्व मुख्यमन्त्री चौधरीले बबैलाई कसरी सुरक्षित गर्ने भन्ने योजनाका साथ काम भएको हुँदा केही स्थानमा गर्न बाँकी ठाउँहरूमा अझै पनि काम हुने जानकारी दिनुभयो। पहिले राप्तीमा मात्रै जनताको तटबन्धनले काम हेर्ने गरे पनि आफूहरूकै रणनीतिक प्रयासले अहिले बबैमा पनि जनताको तटबन्धनले हेर्ने गरेको चौधरीले बताउनुभयो।